क्राउड छ नि फायर भइसकेको छ क्या पातिदिइरहेको छ क्या पातिदिइरहेको छ क्या हेर्नुहोस् यहाँ मेघ पनि बढ्न सकिरहेको मेघ पनि हल्का फुल्का परिरहेछ म छतमा छु अहिले छतमा चाहिँ एकदमै राम्रो हुन्छ यहाँ त्यति गर्मी हुँदैन छतमा बिहानतिर धेरै गर्मी हुँदैन होइन बिहान गर्मी हुँदैन दिउँसोतिर त लास्टै गर्मी हुन्छ यता ठिकै छ रमाइरहेको छु धनगढीको प्लेस हो चटकपुर एरिया एन्ड यो मेरो सानो गिटार जो मैले अस्ति भर्खरै नै दराजबाट अर्डर गरेको हुँ जम्मा टोटल चार्ज 1300 खाएन दराज चाहिँ एकदमै राम्रो रहेछ के एकदमै राम्रो छ क्या मतलब त्यसमा ढाट्ने अब त्यस्तो केही हुन्न होइन आफूले एरिया राम्रो हाल्नुपर्छ मतलब लोकेसन ठिक हाल्नुपर्छ त्यसमा क्यास अन पे मैले क्यास अन डेलिभरीमा राखेको थिएँ होइन अनि त्यसमा अनि मैले यो अर्डर ल्याइसकेपछि अनि मात्र बल्ल पैसा दिएको ल ग्यास तपाईँलाई बजाएर देखाउँछु म बजाउनु त आउँदैन तर तै पनि अब सिकिरहेको छु युट्युबबाट फलक तक चल साथ मेरे फलक तक चल साथ राम्रोसँग बजाउनु त आउँदैन होइन गिटार यत्रो सानै हो टोय गिटार हो मसँग धेरै पैसा पनि थिएन त्यही भएर मैले ठुलो मगाएन सुरुवाती लेभलमा हालको मैले सानै किन्नु पर्यो सपोर्ट गरिदिनु होला योभन्दा नेक्स्ट टाइम ठुलो गिटार किन्न अब म यसलाई कभर गर्नेछु यसमा कस्तो छ भनेपछि एउटा स्कुटीवाला आएको थियो क्या त्यो अब एड्रेस त सोध्दैन मैले मान्छे त एकजना ल्याउनु थियो एउटा दराजबाट अर्डर गरेको मैले लगभग 3 दिनभित्रै आइसक्यो कि अर्डर गरेको मैले 3 दिन अगाडि थियो क्या हिजोको 4 दिन अगाडि गरेको थिएँ अनि अस्ति आयो मतलब 3 दिनभित्रै आयो क्या 3 दिनभित्रै हल्का दिउँसो लगभग टाइम कति भनेपछि 3 bye bye guys, welcome and I see you on next vlog, so please support me guys. This is my first vlog on the YouTube because I want to get subscribed. I want to all YouTubers have this dream that one day the YouTuber all country know this woman who make a video on YouTube. हरेक यूट्यूबर को सपना हुन्छ कि हैन विश्वले
दुनियाँले जानोस् के त्यो एउटा युट्युबर हो भनेर। युट्युबरको सपना हुन्छ कि प्ले बटन के हुन्छ, तर मलाई सब्सक्राइबर्स भएको छ त्यस्तो केही छैन। अनि त्यसमा के हुन्छ भन्दाखेरि नि युट्युबमा भर्खरै पोस्ट गरेको मेरो सर्ट भिडियो मात्र छन् होइन। जसमा सुरु भिडियोमा आउन त आए भ्युजहरू 2000 जति भ्युज आए, तर दोस्रो भिडियोमा चाहिँ त्यति खासै आएन, 16वटा मात्र भ्युज आए। तर केही छैन, मेहनत गर्नुपर्छ, मेहनत चाहिँ गर्नुपर्छ। मेहनत गऱ्यो भने 4 को 40, 40 को 400, 400 को 4000, 4000 को 4 लाख भ्युज आउँछ, आइरहेको छ। तर म पोस्ट गर्न छोड्ने छैन, म थाल्ने छैन, पोस्ट गरिराख्नेछु। अनि तिमीहरू पनि मलाई सपोर्ट गरिदिनु होला गाइस। मेघ आइसकेको छ, मौसम चाहिँ धेरै खराब भइसकेको छ यहाँ त, मेघ आइसकेको छ। मेघ चाहिँ पुरा आइसकेको छ, हावा पनि चलिरहेछ, मेघ पनि आइरहेछ। यहाँको क्लाइमेट कस्तो हो भन्दाखेरि नि एकैछिन मेघ पर्छ होइन, एकैछिनपछि घाम लागिहाल्छ कि। यहाँको मौसम के भरोसै हुँदैन। अहिले मेघ परिरहेछ, एकैछिनपछि 10 मिनटपछि अझ फेरि घाम लागिहाल्छ। यहाँको त्यति खासै भरोसा हुँदैन। यहाँको घाम पनि धेरै हुन्छ यता। म त अहिले होटलमा काम गर्छु, किचनमा त धेरै गर्मी हुन्छ। मेरो कुरा सुनेर मौसेलले पनि रिस माने कि के हो, अहिले त झन् पढिरहेछ अरे। म यहाँ कपडा धुन आएको होइन, अहिले एउटा भ्लग बनाइहाल्नु सोचेको थिएँ, तर मौसमले पनि साथ दिएन। हेरिदिनु होला गाइज, भिडियो हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। बाई गाइज, म भित्र गएँ होइन, तल जान्छु म। So guys, bye bye guys, see you on next video. This is my new vlog and support me, and you one like, one subscribe can change my life. One like, one subscribe, only that. If you do this, I successfully changed out my life. So support me guys. Thank you, bye bye, take care, and see you on next video. Bye bye, take care.